हेलो गाइस आज चाहिँ हाम्रो भानिजको बर्थडे सेलिब्रेसन है हैन 2 साल पुगेको छ र हाम्रो परिवारको सबैजना ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर जस्मी ह्यापी बर्थडे टु यु bless you. May God bless you. May God bless you, dear Sasmi. Happy birthday to you. Hey, प्यारी माता तपाईको आशा सारे नाम मारिया चढाउँछ हाम्रो सारे रावाना आज चाहिँ हाम्रो घरमा यहाँबाट आएको छ है मात्लाकोबाट यो चाहिँ के बनाउनु भएको तपाईँले यो चाहिँ हाम्रो मुला काँक्रा गाजरको चटनी यता सुँगुर यता कुखुरा आमा त्यो कुखुराको मासु होला टमाटर त्यो दिन चाहिँ घरमा घरमा अब यो अलिकति उल्टा भएछ नि त समात्ने दिनु todo un pirapollo अदुवा लसुनको पेस्ट हुन्छ बेसी हुँदैन बेसी हुँदैन बेसी हुन्छ जस्तो लाग्यो त बेसी हुन्छ आधी राख्छु ल त्यो भाइहरूलाई पकाइदिनुपर्छ भोलि बिचरा चिकन एडिट है चिकन चाहिँ कराईमा हाल्दैछु है तपाईँहरूले देख्न सक्नुहुन्छ आगोमा पकाएको कस्तो टेस्टी हुन्छ है खाना है
तपाईँतिर ठिक छ जस्तो लाग्यो यस यस पुरै छ नि त आम्मामा। कति छ हाल्दैन न अनुसार अच्छा मक्कु नै छ ठिकै हुन्छ त्यो पानी परेको स्कुल चाहिँ हाम्रै सक्ने चाहिँ हेभी रेनफल है थन्डर स्टर्म हुँदैछ लगेको हेभी रेनफल भइरहेको चाहिँ देख्न सक्नुहुनेछ त्यो सुँगुरको मासुमा के एड गर्नुभएको टमेटो हालेको अब चाय खाँदैन चाय पियो नि हाल्दा हुन्छ अब यहाँनिर अर्को चोला पनि रेडी हुँदैछ हो अब यसमा चाहिँ चिकन पाक्छ अरे होइन पटमा चाहिँ हजुर सुँगुरको मासु साग हो यहाँ पनि चिकन काट्दै चिकनको लागि चाहिँ के तयारी गर्दैछ उसले पनि गर्छ न यो चाहिँ चिकन हो होइन प्याज टमाटर पनि काट्नुपर्ने रहेछ है यो आगो रेडी हुँदैछ है यहाँनिर चाहिँ चिकन पाक्छ हो अनि बहिनी 2 शब्द भनिदिनु होला आज भाइको बर्थडेको खाना कस्तो थियो कस्तो थियो मिठो थियो कि थिएन मिठो थियो दादा कस्तो थियो आज भाइको बर्थडेको खाना मिठो थियो